ओह फाइनली आज चाहिँ हामी कम्पाउन्डको अन्तिम चरणमा छौँ। यो घरलाई चाहिँ हामी कम्पाउन्ड घेरिराखेका छौँ। यो ठुलो डेथ फ्लाइटको घर छ। करिब 6-7 महिना भइसक्यो। अब हामी अन्तिम चरणमा यो चाहिँ हामी कम्पाउन्ड घेर्ने यो गेटको काम हो। यहाँ चाहिँ हाम्रो भटिसले गेट बनाउनुभन्दा पहिला चाहिँ यहाँ जग खन्नु पर्छ। कुनै पनि घरहरू बनाउँदा वालहरू लाउँदा चाहिँ जग खनिन्छ। यहाँ चाहिँ जग खनिराखेका छन्। अब यो जग खनिसकेपछि यहाँनिर एउटा पिल्लर हुन्छ र अलिक पारि 10 फिट पारि चाहिँ अर्को पिल्लर हुन्छ। त्यो पिल्लरबाट चाहिँ भित्र प्रवेश गरिन्छ यो घरको भित्र। त्यो चाहिँ गेट हो खासमा। हाम्रो भटिस चाहिँ एकदम बलियो हो कि गैती भाँच्यो, गैती निस्क्यो। यो पोखराको ठाउँ पनि यति साह्रो छ है, यति साह्रो छ भन्नु त। हामी काम गरी खाने मान्छे जति गाह्रो साह्रो भए पनि गर्नै पर्ने हुन्छ आफ्नो पापी पेट पाल्नलाई, आफ्नो सन्तान पाल्नलाई। यो मौसम एकदमै चिसो छ। यतापट्टि चाहिँ यो लेखनाथको यो तर यो 29 नम्बर एरियातिर चाहिँ अलि घरहरू पातलो पातलो देखिन्छ। माथि बजार एरियामा चाहिँ एकदमै छरपत्र बाक्लो छ भने यहाँतिर चाहिँ अलि पातलो नै छ। मेरो गृहमन्त्री बेल्जा लिएर तम्तयार अवस्थामा मार्दा फाल्नलाई अनि हाम्रो भतिस चाहिँ मजाले ड्याङ ड्याङ गैती हानिराखेका छन्। ठिक छ भतिस होइन? ठिक छ बढी देखाउनु भयो। पर्ने बेलामा नपर्ने, अहिले चाहिँ गैती खेलाउने गजब छ होइन? ठिक छ ल। यो इत्ता यहाँ चाहिँ यो पानी। तर बिहानको मौसम यति दामी हुन्छ। पारितिर क्या दामी देखिराखेको छ। पारि मेरो घोडा 2 पाङ्रे। यो चाहिँ 3 पानी। अब हामीले यो ब्लक करिब लगाइसक्न लागिसक्यो। द प्लस्तरको दिदी यो घर, यो चाहिँ हाम्रो ढुङ्गा। फाइनल्ली हामी चाहिँ भत्ता मकै किरोमा छौँ। अब नास्ता खाने समय। स्पेसल यो खाजा, लोकल भाषामा अहिले खाजा भनिन्छ। भत्ता र मकैको हाफ टाइम पश्चात हामीले यो खाजा खाँदैछौँ। मिठो छ। कति भात रोटी मात्र खाने, आज खाजा खाऊँ है भनेर हामीले सल्लाह अनुसार खाजा लिएको होइन बुढी? नभोलि तलै नभोलि के हुनुहोस्। मिठो छ नि, अर्ग्यानिक खाजा। फाइनल्ली आज 5 बज्यो हामीले यो दिबिसी गरिसक्यौँ। यो चाहिँ भोलि चाहिँ यहाँ रड बुनिन्छ। यहाँनिर एउटा पिलर हुन्छ, दुईवटा पिलर चाहिँ हाल्नु पर्ने हुन्छ यहाँनिर अनि एउटा चाहिँ यहाँनिर अर्को पिलर। यो 10 फुटको ग्याप छ। अब हामीले करिब कम्पाउन्डको अन्तिम चरणमा छौँ। अब घर जाने समय भइसक्यो। उता बुढीले चाहिँ हात खुट्टा धुँदैछिन्। अब म पनि धुन्छु ल। ओके, कस्तो लाग्छ भिडियो? जस्तो लाग्छ त्यस्तै लाइक सब्सक्राइब र फलो गर्न चाहिँ नभुल्नु होला। ओके, म चाहिँ गए ठाउँ पनि बनाइसक्यो अलरेडी। यहाँ हाल्छौ है? ठिक छ।